नमस्कार, म नितेश शाह। म जस्तै कक्षा 12 मा अध्ययनरत मेरा प्रिय मित्रहरू, 12 कक्षाको बोर्ड परीक्षा भनेको हाम्रो जीवनको एउटा महत्वपूर्ण मोड हो, जहाँबाट हाम्रो भविष्यको नयाँ बाटो तय हुने गर्दछ। तर यतिखेर शिक्षक आन्दोलनले गर्दा हाम्रो सपना, मेहनत र भविष्यमाथि आज त्यो सरकारले खेलवाड गरिरहेको छ। आज नेपालभरिका विद्यालयहरू, महाविद्यालयहरू एनईबी नजिकै सँगसँगै बन्द भएका छन् अनि हामी विद्यार्थीहरू अन्योलमा परेका छौं। हिजोको दिनमा त्यो शिक्षकले हामीलाई लेख्न सिकाए, पढ्न सिकाए, यहाँसम्म कि जीवन बाँच्नका लागि जीवन उपयोगी सिप पनि सिकाए। तर आज त्यही शिक्षक आफ्नो हक अधिकार पाउनका लागि नेपाल सरकार सामु आफ्नो टाउको टेकाउनु परेको छ। आखिर यस्तो किन? म नेपाल सरकारले एउटा प्रश्न सोध्न चाहन्छु। किन सधैँ हामी विद्यार्थीलाई नै राजनीति र आन्दोलनको शिकार बन्नुपर्छ? किन हाम्रो भविष्यलाई नै सधैँ अन्धकारमा राखिन्छ? वास्तवमा सरकारको शिक्षा प्रणाली नै अन्योलमा देखिन्छ। कहिले एसई हुँदैन भन्छ त कहिले नयाँ नीति ल्याउने कुरा गर्छ। आखिर अन्तिममा गएर यो असर हामी विद्यार्थीमाथि नै किन पर्छ? सरकार